यसको साँच्चै अर्थ चाहिँ के तपाईँलाई थाहा छ? ब्रदरले चाहिँ यो मन्दिरहरूमा टुँडालमा चाहिँ किन अश्लीलता झल्किने किसिमका चित्रहरू कुदिन्छन् भन्ने प्रश्नमा चाहिँ तत्कालीन समयमा चाहिँ धेरै जसो युवाहरू चाहिँ गृहस्थ जीवन व्यतीत गर्नुभन्दा पनि तपाईँको साधु सन्तको जीवन व्यतीत गर्न थाले, जसले गर्दाखेरि त्यतिखेर नै भारत लगायतका हिन्दू देशहरूमा चाहिँ धेरै सङ्ख्यामा चाहिँ सन्यासीहरूको सङ्ख्या बढ्न थाल्यो, जसले गर्दाखेरि त्यतिखेरका शासकहरूलाई आवश्यक पर्ने सैनिकहरूको कमी, किनकि त्यतिखेर हिन्दू र मुस्लिमहरू बिच धेरै नै युद्धहरू हुने गर्दथ्यो, तर हिन्दूहरूको चाहिँ सेनामा चाहिँ सङ्ख्यामा भारी मात्रामा कटौती भयो। यसको कारण बुझ्दाखेरि चाहिँ धेरै हिन्दू युवाहरू चाहिँ गृहस्थ जीवन त्यागेर चाहिँ साधु सन्त जीवनको चाहिँ व्यतीत गर्न थालेको पाइयो। त्यसपछि तत्कालीन शासकहरूले चाहिँ गृहस्थ जीवन त्यागेर चाहिँ साधु सन्तको जीवन व्यतीत गरिरहेका युवाहरूलाई चाहिँ आफ्नो गृहस्थ जीवनमा फर्काउनका लागि चाहिँ यस्तो मन्दिरहरूमा चाहिँ यो टुँडालहरूमा चाहिँ अश्लीलता झल्किने किसिमका चित्रहरू कुदिन थाले, ताकि तत्कालीन समयमा साधु सन्त जीवन बिताइरहेका युवाहरू चाहिँ आफ्नो कामुकताको कारणले गर्दाखेरि पुनः गृहस्थ जीवनमा फर्किउन् र युद्धका लागि आवश्यक रहेको सैनिकहरूको पदपूर्ति गर्न सकियोस्। र यसको अर्को पक्ष पनि रहेको छ, किनकि यसरी मन्दिरहरूमा अश्लीलता झल्किने किसिमका टुँडालहरू निर्माण गर्दाखेरि चाहिँ मुस्लिमहरूले आक्रमण नगर्ने, त्यहाँभित्र प्रवेश नगर्ने र आफ्नो मन्दिरहरूको रक्षा पनि हुने हुनाले चाहिँ टुँडालहरूमा चाहिँ यस्तो अश्लीलता झल्किने किसिमका मूर्तिहरू कुदिने गर्दथे। र अहिले यो तपाईँले पृष्ठभूमिमा देखिराख्नु भएको मन्दिर चाहिँ हेटौडाको भुटनदेवी मन्दिर हो। हस्त, धन्यवाद।